सर्वप्रथम 2082 सालको नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। हामी यस्तो भाग्यमानी छौं, नववर्ष वसन्त ऋतुको स्टार्टिङमा जब जब वसन्त ऋतु हुन्छ त्यो समयमा नयाँ वर्ष मनाउने देश संसारमा एक मात्रै हो। यो तपोभूमि हो, यो देवभूमि हो, यो संसारको शिर भन्छ नि, संसारकै शिर हो नेपाल। 2082 मा चाहिँ हामीले धेरै राम्रा राम्रा काम गर्न सक्छौं जसले चाहिँ वर्ल्डलाई नै चेन्ज गर्छ, वर्ल्डलाई नै पिस दिन्छ। सुरुवात आफैबाट गर्नुपर्छ। यदि संसार बदल्न चाहनुहुन्छ भने त्यसको सुरुवात चाहिँ कहाँबाट त? आफूबाट। 82 लाई उत्कृष्ट बनाउनलाई चाहिँ पहिलो आफ्नो दृष्टि चेन्ज गर्नु पर्यो। कसरी गर्ने, कसरी राम्रो बनाउने, कसरी प्रोडक्टिभ बनाउने त? फर्स्ट के गर्यो भने चाहिँ राम्रो हुन्छ त? हाम्रो जीवनमा असफलता छन्, समस्या छन् भने त्यसको जड के हो? फर्स्टमा आफूलाई समय दिन थाल्नुहोस्। थोरै भए नि तपाई जति बिजी हुनुहुन्छ भने नि आफ्नो गोलको लागि, आफ्नो सफलताको लागि, आफ्नो जीवनको लागि, आफ्नो सेल्फ, आफ्नो लागि चाहिँ थोरै समय दिनुहोस्। आफूलाई समय दिने बित्तिकै तपाईले आफूसँग के कमी कमजोरी रहेछन्, मैले के गर्नुपर्ने रहेछ भनेर थाहा हुन्छ। सो एक नम्बरमा हामीले गर्ने पर्ने काम आफूलाई हेर्ने र विगतको समयलाई हेर्ने। मैले अहिलेसम्म के गर्छु भनेको थिएँ, के गरेँ, के गरेन, मेरो विगत कस्तो भयो, कतिको प्रोडक्टिभ भयो, गरिरहेको काम पुरा छ भने त राम्रै भइहाल्यो, छैन भने किन भएन, त्यसको लेखाजोखा गर्ने। फर्स्ट फेरि नि रिपिट गर्छु, पास्ट बितेको वर्ष कस्तो भयो एकदमै ध्यान दिएर सुन्नु होला। बितेको वर्षको समीक्षाबाट मात्रै नयाँ वर्षलाई राम्रो बनाउन सकिन्छ। आत्मसमीक्षा गरौँ, अरूलाई नहेरौँ, आफूलाई हेरौँ। जस्तो जस्तो भयो जस्ताको तस्तै एक्सेप्ट गरौँ। फर्स्टमा आफूले कति गल्ती गरियो होला, भनेको जस्तो काम भएन होला, भएन त भएन, फेरि नि गर्न सक्छु, प्रयास गरौँ, इम्पोसिबल केही छैन। सो आफ्नो कमी कमजोरी के गर्न सकिएन सबैको टिपोट बनाउने फर्स्टमा। त्यस पछाडि नेक्स्ट जीवनको लक्ष्य बनाउने। जीवनमा समस्या छ भने लक्ष्यको अभाव, तपाई जे बन्न आउनु भएको त्यो बन्न सक्नु भएन। सो जीवनमा समस्या छ, जीवनमा तनाव छ, जीवन राम्रो भइरहेको छैन। मात्रै एउटा संकल्पले तपाईको जीवन परिवर्तन हुन सक्छ। सो जीवनले जहिले पनि लक्ष्य खोज्छ। तपाईलाई तपाई किन जन्मिनु भयो, तपाई को हो थाहा नभइकन तपाईले राम्रो गर्न सक्नुहुने छैन। सो संसारमा 8 बिलियन मान्छे छ, 8 बिलियनमा तपाई एकजना हुनुहुन्छ, तपाई एकजना मात्रै हुनुहुन्छ। त्यस्तो तपाईसँग मिल्ने अर्को सेकेन्ड मान्छे छैन। सो तपाईसँग आफ्नो क्रिएटिभिटी के छ? हामी वर्ल्डको 90% पपुलेसनले चाहिँ आफ्नो क्रिएटिभिटी खोजेको छैन। उनीहरू चाहिँ अरूको सपना पूरा गर्नलाई काम गरिरहेको छ। तपाईसँग आफ्नो जीवनको आफ्नो गोल छैन भने तपाईले अरूको गोल पूरा गर्नलाई नोकरी गर्नुपर्ने हुन्छ। सो अरूको नोकर बन्ने या आफूलाई बनाउने। आफूलाई बनाउने भने एकदमै महत्त्वपूर्ण कुरा, म के गर्ने र किन गर्ने। के गर्ने? जीवनले गोल खोज्छ, के गर्ने र किन। मानौ तपाईलाई एउटा सफल व्यवसायी बन्नु छ भने सफल व्यवसायी कुन सेक्टरको बन्ने, कुन व्यवसाय तपाईलाई सबैभन्दा राम्रोसँग गर्न आउँछ
तपाईको कुन चाहिँ मूल स्वभावहरू त्यो व्यवसायसँग म्याच हुन्छ त्यो कुराहरूलाई हेर्ने। जे काम तपाईँ खुसी हुँदै गर्न सक्नुहुन्छ, जे काम गर्दा तपाईलाई दुःखको अनुभव हुँदैन, जे काम चाहिँ खेल्दै खेल्दै गर्न सकिन्छ त्यो कामको छनौट गर्ने र त्यसमा कमिटमेन्ट गर्ने, सानो सानो कमिटमेन्ट। जब जीवनले लक्ष्य थाहा पाउँछ र त्यसमा हामी सानो सानो संकल्प बनाउँदै काम गर्दै जान्छौँ, त्यस पछाडि इम्पोसिबल भन्ने कुनै विषय नै हुँदैन। लक्ष्य बनाएर लक्ष्यमा पूर्ण कमिटमेन्ट, स्ट्रङ कमिटमेन्ट बनाउँदै काम गर्यौं भने तपाईँ जीवनमा जे बन्न आउनुभएको त्यो कुरा गर्नलाई कसैले रोक्न सक्दैन। सो फर्स्टमा आफूलाई चिन्नु पर्यो, म के चाहिँ सबैभन्दा राम्रो गर्न सक्छु। अनि सेकेन्ड, त्यसमा योजना बनाउनु पर्यो, लक्ष्य बनाउनु पर्यो र त्यो किन बनाउने, त्योबाट मैले राम्रो गरेँ चाहिँ वाट इज नेक्स्ट, लाइक डेस्टिनेसन चाहिँ के हो त्यो हुनु पर्यो। सो समग्र संसारलाई हेर्यौं, सबैलाई हेर्यौं भने सबैको अल्टिमेट एउटै डेस्टिनेसन चाहिँ आनन्द प्राप्ति, परमानन्द प्राप्ति छ। त्यो चाहिँ कसरी प्राप्त गर्न सकिन्छ त? मनुष्य योनि चाहिँ कर्म योनि हो। मान्छेले केही राम्रो गर्न सक्छ भने कर्मबाट गर्न सक्छ। फर्स्टमा भौतिक जीवन, यो शरीरको आवश्यकताहरू त पुरा हुनु पर्यो। एकैचोटि भगवान खोज्न सकिँदैन, भोको पेटले भगवान भेट्दैन, माथिको कुरा भेट्दैन। सो हामी फर्स्टमा भगवान भन्दा नि फोकस चाहिँ आफ्नो लाइफको गोलसँग नै हुनुपर्छ, आफ्नो कमिटमेन्टसँग नै हुनुपर्छ र सबै कुरालाई ब्यालेन्स गरेर हिँड्न सक्यो भने तपाईको 2082 साल एकदमै राम्रो हुन्छ। जे सिक्दैछु सिकाउँदै पनि छु। मेरो इन्स्पिरेसन जो हुनुहुन्छ उहाँले भन्दै हुनुहुन्थ्यो, तपाईको सपना पूरा होस्, जीवनमा सुख, शान्ति, समृद्धि छिटो भन्दा छिटो आओस्। धन्यवाद। हरि ओम।